हरे कृष्ण। आज हामी भगवत गीता यथारूप अध्याय 1 श्लोक संख्या 14 बाट चर्चा गर्नेछौँ। तपाई कल्पना गर्नुहोस्, कुरुक्षेत्रको रक्तरञ्जित भूमिमा सेता घोडाहरूले तानिरहेको रथमा उभिनु भएको छ भगवान श्री कृष्ण र अर्जुन। जब उहाँहरूको शंख गर्जियो, आकाश चर्कियो, दुर्योधनको मुटु काम्न थाल्यो। यो धुनीले लुकाएको थियो गहिरो रहस्य, जसले अर्जुनको आँखामा आँसु ल्यायो। अर्जुनको मन भारी थियो। उनी आफ्ना आफन्तहरूसँग लड्नु पर्ने यो युद्धबाट डराएका थिए, आँखामा आँसु टलबल। तर भगवान श्री कृष्ण माधव, जसलाई उनले प्रिय मित्र ठान्दथे, उहाँ त्यही रथमा हुनुहुन्थ्यो। पितामह भीष्मको शङ्खले चुनौती दिएको थियो, तर भगवान श्री कृष्णको शङ्खले सारा ब्रह्माण्डलाई कम्पित बनायो। यो शङ्ख अलौकिक थियो। यसले के संकेत गर्दथ्यो भने विजय लक्ष्मी पाण्डवहरूकै पक्षमा हुनुहुन्छ। अर्जुनले सोच्थे, कृष्ण मेरो पक्षमा हुनुहुन्छ, तर यो युद्धले मेरो परिवारलाई चिरफार गर्दैछ। मेरो हृदय किन यति दुख्छ? अर्जुनको मनमा प्रेम, कर्तव्य र पीडाको द्वन्द्व थियो। यो विजयको मूल्य कति महँगो छ कृष्ण? मेरो हृदयले यसलाई सहन सक्दैन। भगवान श्री कृष्णको शङ्खले संकेत दियो कि जहाँ भगवान हुनुहुन्छ त्यहाँ विजय र लक्ष्मी सधैँ रहिरहनुहुन्छ। अग्निदेवको रथले सारा लोकमा विजयको संकेत गर्दथ्यो। महाभारतको यो पलले सिकाउँछ, जीवनको यो युद्धमा सत्य र धर्मको साथ नछोडौं, किनकि प्रेम र विश्वासले पीडालाई पनि जित्छ। अर्जुनले भगवान श्री कृष्णको मार्गदर्शनबाट शक्ति पाए। तपाई पनि आफ्नो हृदयलाई भगवान श्री कृष्णमा समर्पित गर्नुहोस्। विजय तपाईकै हुनेछ। यदि तपाईलाई हाम्रो भिडियो मन परेमा लाइक, शेयर गरी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। साथै हाम्रो फेसबुक पेजलाई फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद। हरे कृष्ण।